ओके ऑडियन्सबाट आवाज आइरहेको छ इक्वली रञ्जिता पुनम युनिस अब हेर्नु छ दर्शकहरूले पठाउनु भएको भोटले के निर्णय लिएको छ। तीन मध्ये टिम प्रमोदलाई रिप्रेजेन्ट गर्दै अगाडि बढ्ने पहिलो नाम रहेको छ रञ्जिता। आज फेरि रुने दिन आएको छ, सुरक्षित हुँदै अगाडि बढ्ने पहिलो नाम रहेको छ रञ्जिता विश्वकर्मा। कङ्ग्रेचुलेसन्स रञ्जिता, आज बेस्ट इन परफर्मर अफ द डे पनि बन्नुभयो र सँगसँगै टिम प्रमोदलाई रिप्रेजेन्ट गर्दै सुरक्षित हुँदै टप 2 मा प्रवेश गर्ने पहिलो नाम पनि बनेको छ रञ्जिता विश्वकर्मा। अञ्जना, सियोन र यसै गरी सञ्जिता मध्ये टिम मेलिनालाई रिप्रेजेन्ट गर्दै टप 2 मा प्रवेश गर्ने पहिलो नाम रहेको छ अञ्जना सारू मगर। बधाई छ, टिम मेलिनालाई रिप्रेजेन्ट गर्दै टप 2 मा प्रवेश गर्ने पहिलो नाम बन्नुभएको छ अञ्जना सारू मगर। बधाई छ अञ्जना। गर्दैछु जो सुरक्षित हुँदै टप 2 मा प्रवेश गर्नुभएको छ। दुवै महिला सुरक्षित हुनुहुन्छ र आज दुवै पुरुषको यात्रा यही टुङ्गिँदैछ। पुनम र यसै गरी सञ्जिता तपाईहरु अगाडि बढ्नु भएको छ टप 2 मा। टिम प्रमोदबाट टप 2 बन्ने दुई नामहरू रहेका छन् पुनम गुरुङ र यसै गरी रञ्जिता विश्वकर्मा भने टिम मेलिनाबाट टप 2 मा प्रवेश गर्ने दुई नामहरू रहेका छन् सञ्जिता दुरा र यसै गरी अञ्जना सारू मगर। र भोइस अफ नेपाल सिजन 7 को टप 8 मा मात्र 2 पुरुष बाँकी रहेका छन्। सो सियोन, म तपाईबाट सुरु गर्न चाहे। आज लाइभ शोको डे 4 मा आएर तपाई भोइस अफ नेपालको यात्रा यही टुङ्गिँदैछ। कस्तो रह्यो त भोइस अफ नेपालको यात्रा, के भन्न चाहनुहुन्छ सियोन? फर्स्ट अफ अल आई वुड लाइक टु थ्याङ्क गड जसले यो भोइस मलाई दिनुभयो। अनि सबै अडियन्सलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु है। भोट हालिकन मलाई टप 3 सम्म पुर्याइदिनु भयो सबैजनालाई। अनि द भोइस अफ नेपाललाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु यो प्लेटफर्म मलाई दिनुभएको लागि। र विशेष गरी मेरो म्याम मेलिना म्यामलाई म धेरै धेरै धन्यवाद भन्न चाहन्छु, मलाई स्टिल गरेर मलाई बचाइदिनु। शोको डे 4 मा आएर द भोइस अफ नेपाल सिजन 7 को यो यात्रा यही टुङ्गिँदैछ। कस्तो रह्यो त भोइस अफ नेपालको यात्रा? समग्रमा चाहिँ एकदमै राम्रो भयो। यहाँसम्म आउनु नै एकदमै ठुलो कुरा हो मेरो लागि चाहिँ होइन। आफूले आफ्नो हिडन ट्यालेन्ट देखाउन पाएँ मैले, जुन काहीँ पनि गरेको थिइनँ यो अहिलेसम्म। सो त्यही भएर चाहिँ म स्पेसल्ली मेरो फ्यामिली, आफन्तजनहरू, साथीभाइ अनि सम्पूर्ण मलाई माया गर्नुहुने अडियन्सहरूदेखि लिएर सम्पूर्णमा चाहिँ म एकदमै धेरै धन्यवाद भन्न चाहन्छु र अझै सपोर्ट गरिदिनु होला। हस्, थ्याङ्क यू। आज लाइभ शोको डे 4 मा 4वटै